गाइज वेलकम छ मेरो ब्लगमा। हजुरहरू सन्चै आराममा हुनुहुन्छ भन्ने आशाका साथ भिडियो स्टार्ट गर्दैछु। म पनि सन्चै आरामै छु भनौँ। मेरो चाहिँ आज अलि टाउको दुख्न काम गरेको छ, ढाड दुख्न नि काम गरेको छ। तर दिउँसोतिर चाहिँ रातभर छट्टे हो म 1 बजे 12 बजे पहिला त 12 बजीसम्म निदै लागेन। अनि पछि 2 बजे उठेँ फेरि। अनि 2 बजे उठेपछि 3 बजे उठेँ। 3 बजे उठेपछि अनि 5 बजे चाहिँ उठेँ। म झाडुझुडुक उठेर चाहिँ मैले लुगा धोएँ। लुगा धोएर भ्याएर अनि पानी आयो। अनि पानी भर्नलाई बस्न हो। अनि त्यसपछि फेरि लुगा धुने हो गाइस। अनि आज चाहिँ के कस्तो हुन्छ हजुरलाई म देखाउने नै छु। के कस्तो लाग्छ कमेन्ट गर्नु होला, लाइक पनि गरिदिनु होला। अनि हेर्न सक्नुहुन्छ बहरा चप्प छ। पाक्यो भने चाहिँ कस्तो राम्रो हुन्छ। पाक्यो होइन र मात्र हो। अनि हाम्रो चाहिँ यहाँ गोठ बार्दै हुनुहुन्छ। बारेर भ्याउनु भएको छैन। पानी भरिनु लगाइसक्यो गाइजहरू। म चाहिँ पानी भर्छु अनि पछि के कस्तो हुन्छ हजुरलाई देखाउने नै छु। अहिलेलाई बाई। अनि त्यसपछि मैले बिहान चाहिँ पानी भरेँ, लुगा धोएँ, खानासाना बनाएँ, खाएँ। अनि त्यसपछि बडाल कुराहरू गरेँ, भाँडा माझेँ। अनि यता काम गरेँ। अनि त्यसपछि गोठमा अलिकति काम थियो, त्यो काम सकाएँ। अनि कोठामा आएँ। कोठामा आएर सुतेँ। अनि त्यसपछि उठेर फेरि रिल्स बनाउनु पऱ्यो भने रिल्स बनाएको थिएँ। अनि त्यही नै हो, रिल्सको अलिकति क्याप्सन हाल्छु, मतलब कि अलिकति सानो भिडियो हाल्छु। हेर्नु होला के कस्तो लाग्छ। लाइक कमेन्ट गरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला होइन। अनि मैले चाहिँ जति भिडियो राम्रो बनाउनु कोसिस गर्छु भन्छु, बनाउनै आउँदैन। अब के गर्नु, यस्तै भयो नि हेर्नु होइन। अहिले त म सानै छु, ठुलो भएपछि अलि धमाका गर्ने कोसिस गर्छु। अनि आजको लुकमा चाहिँ म कस्तो देखिएको छु, ठ्याक्कै माहा लागिसकेको छि। अनि आजको लुकमा चाहिँ कस्तो देखिएको छु यसो कमेन्ट गर्नु होला। अनि आजलाई यति नै। अरू चाहिँ मैले देखाउन सकिनँ किनभने चाहिँ म आज कहीँ पनि गएको छैन। अब घरमा त अब के देखाउनु छ होइन। अनि त्यही भएर आजलाई यति नै। बाई बाई।